दर्शकवृन्द स्वागत गर्न चाहन्छु। आज हामी मंगोल नेसनल अर्गनाइजेसनका महत्त्वपूर्ण व्यक्तित्वहरूलाई निर्वाचन आयोग काठमाडौँ कान्तिपथमा हामीले भेटेका छौँ। उहाँहरू आज उपस्थित हुनुको कारणबारे बताउनको लागि मंगोल नेसनल अर्गनाइजेसन केन्द्रीय प्रवक्ता रिन्छन तामाङज्यू मेरो साथमा हुनुहुन्छ। उहाँलाई म स्वागत गर्न चाहन्छु। हजुर, हस्, धन्यवाद। आज तपाईहरू निर्वाचन आयोगमा उपस्थित हुनुको मुख्य कारणबारे बताइदिनुहोस् न। विशेष गरी हामी पछिल्लो समयमा निर्वाचन आयोगमा हाम्रो बाक्लो उपस्थिति भइराखेको थियो र त्यसले आज मूर्त रूप लिएको छ। विशेष गरी संगठनको गत वर्ष सम्पन्न भएको संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन पश्चात दलको हेरफेर भएको केन्द्रीय सभाको पदाधिकारीको विवरण सँगसँगै संगठनको विधानमाथि पनि संशोधन भएको थियो। निर्वाचन आयोगले एउटा लोकतान्त्रिक मुलुक भइसकेको कारणले गर्दाखेरि लोकतान्त्रिक मुलुकमा रहेका सबै राजनीतिक दलहरू लोकतान्त्रिकरण पद्धति प्रक्रियाबाट राजनीतिक दलहरू सञ्चालन हुने व्यवस्था सहितको एउटा विधान संशोधन गरेर ल्याउनको निमित्त निर्वाचन आयोगले एक किसिमको चाहिँ विधानको ढाँचा उपलब्ध गराएको थियो। यसकारणले गर्दाखेरि उक्त ढाँचा मुताबिक संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशनबाट दलले हेरफेर गर्नुपर्ने विवरण र संगठनको विधानहरू हामीले अद्यावधिक गर्नुपर्ने थियो। निर्वाचन आयोगमा तथ्य हाम्रो महाधिवेशन 2080 सालको मङ्सिर 9, 10 र 11 गते भनेको तदनुसार 2023 नोभेम्बर महिनाको 25, 26 र 27 तारिकको दिनमा मोरङ जिल्लामा सम्पन्न भइसके पछाडि हामीले गत वर्ष 2080 सालको मङ्सिर 22 गते नै निर्वाचन आयोगको टेबलमा हामीले हाम्रो दलको परिवर्तित विवरणहरू अद्यावधिक गरिदिनको निमित्त हामीले निवेदन पेश गरेका थियौँ। तर तत्कालीन समयदेखिबाट आजको मितिसम्म निर्वाचन आयोगले विभिन्न कारणहरू देखाएर यो कामहरू ढिला हुँदै आइराखेको थियो र पछिल्लो समयमा पुनः सोही कारणहरू देखाउन थालिसकेपछि हाम्रो दलको तर्फबाट निर्वाचन आयोग समक्ष स्पष्ट पार्नुपर्ने सबै कुराहरू स्पष्ट पारिसके पछाडि चाहिँ निर्वाचन आयोगले गत 2081 चैत 22 गते आयोगको पूर्ण बैठकले चाहिँ मंगोल नेसनल अर्गनाइजेसनको विधान र परिवर्तित केन्द्रीय सभाको पदाधिकारीको हेरफेर भएको विवरण अद्यावधिक गर्ने भनेर निर्णय गरेको रहेछ र निर्णय भइसके पछाडि आयोगको तर्फबाट आज मंगोल नेसनल अर्गनाइजेसनलाई संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशनबाट परिवर्तित भएको विवरण, केन्द्रीय सभाको पदाधिकारीको विवरण सँगसँगै विधान अद्यावधिक भएको निर्णयको जानकारी हामीलाई गराउनको निमित्त आयोगको तर्फबाट हामीलाई सूचना आएको थियो र सोही सूचना मुताबिक हामीले चाहिँ हाम्रो परिवर्तित भएको विवरणहरू अद्यावधिक भइसकेको जानकारी लिनको निमित्त चाहिँ निर्वाचन आयोग आइपुगेका थियौँ। तपाईहरूको जुन संगठनको चाहिँ अहिले अद्यावधिक भइसकेको छ? हजुर, अहिले चाहिँ निर्वाचन आयोगले संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशनले परिवर्तित गरेको केन्द्रीय सभाको पदाधिकारी सँगसँगै संगठनको विधानलाई चाहिँ पूर्ण रूपमा अद्यावधिक भएको जानकारी पत्र चाहिँ आज हामीलाई निर्वाचन आयोगले उपलब्ध गराएको छ। हस् प्रवक्ताजी, यहाँको महत्त्वपूर्ण जानकारीको लागि यहाँलाई धन्यवाद। हस्, यहाँहरूलाई पनि धन्यवाद।